मैले चाहिँ नि त्यो पेडको बिचो देख्छु कि पाला त्यो तल भारत धुने अर्जुन होइन हौ पाला त्यो महाभारतको त्यही म त त्यो तल त्यो भारत धुने जस्तो लाग्यो कि अन्त सोधेको नि होइन पाला तपाईँलाई के यार त्यो पाला खाइदिउँ न हौ एक प्याकेट पाला एक प्याक पाला अस्तिको बाँकी तिरेको छैन अब यो कसरी दिनु पाला एक प्याक अब गाउँको धुरमा अब यति डलाग्दो पनि त होइन हौ साथी हो अब त सुनको आउँथ्यो खान्छ को हम खान्छ अबे खान्छ भाइ हौ अब के गर्नु पर्ने हौ घरमा कोही पनि छैन अब खान्छ हम नडे कि घर कोही नै डाइलग खुलाइदिएछु त खान्छ गर्दा थिएन त हो मुन कहाँ कम्यो खान्छ छाला काटे डम्पू बजेको अब किसको खान्छ अबे मेरा टक्क भएको खान्छ कैसा है कि हम मोटू मिलके प्रेम होता है क्या खान्छ कैसा है कि इधर से बना के लेता है उधर वंगे हो जाता है इधर से बना के लेता है उधर वंगे हो जाता है खान्छ हेर्नुहोस् थ्याङ्क यू यहाँ पनि छ जे थिएन मैले भनिदेऊ न मलाई कति माया गर्छ भनेर माया त कति साह्रै नै गर्छ हौ मेरो पुरा यो त चौडा पाएको के बन्नु आँट्यो घर बन्नु आँट्यो कि माया यति साह्रो पर्छ अर्को पनि आयो सुन्यो भन्छ नि एउटा यो संसारमा चाहिँ केटी जाति धेरै ज्यादा छन् किन बनाउँछौ किन त दिनभरि केटीहरूले मेकअप गरेर हिँड्छ हौ यमराजले जब बेलुका ल्याउन आउँछ त्यही केटी चिन्दैन दिनभरि मेकअप यस्तो चिटिकै बेलुका सुत्दा राक्षस नि अन्त कहाँबाट चिनोस् हौ के रावणले पनि रावणले पनि के भन्छ ए रावण अरे सरी यमराज मेरी बहिनी पो रहेछ कसरी उठाउनु हौ भन्छ नि हौ बेलुका आज तर धेरै मन दुखेको थियो बनाऊ क्या एमजी मार्टमा एउटा सपना थियो राम्रो गर्ने गाडी चलेर फ्याल्नु क्या हो भन्ने सोचाएर त्यही भएर चाहिँ म गाडीमै गर्दै हिँडेको अब हुन त अब माटुवाको रोल खेलेको थियो एउटा चिज बन्द भयो भने के हजारौँ चिज खोलिन्छ अरे यो हजारौँ दौड यो चिज भएन एमजी मार्गमा भयो भने योभन्दा ठुलो चिज गएर हाल्नुपर्छ हामी आज केही छैन आज हामीले ड्रामा गर्नु नपाए हामीले को मान्छे भेट्यो निर्मल मगर सिक्किम होम्जा भेट्यो धेरै खुसी लाग्यो मलाई त आजको जस्तो जिन्दगीमा कहिल्यै लागेन होइन हाम्रो पदम बुबुलाई पनि भेटेको थियो भन्नेलाई पनि भेटेको थियो पदम बुबुलाई पनि तर उहाँ ट्याक्सीमा हुनुहुन्थ्यो लागेन अब हेर बुबुको तर पदम बुबुको कपाल छैन सरी बुबु बुढी र म सुतिरहेको थियो 12 बजेको थियो नाति केटाले त बच्चा कि बच्चा भन्छ त्यहाँबाट त म त आयो गोर्खे भनेर गएको त पब्जीको खेल्दैछ यो छुट्टिया नाति त पब्जी पो खेल्दैछ के गेम आयो हामीले त पहिला बन्दुक पनि देखेको थिएन अहिले त फोनमै भुटु गर्छौ तिमी पनि बिचिन आउँदैछौ है
रिस उठ्यो भने हौ त्यो ताडके सरको त्यो हेलिकप्टर म भत्काइदिन्छु नि भत्काएपछि त सकिएको नि हौ हाम्रो समयमा त हौ धेरै राम्रो थियो हौ हौ केटीहरू लतक 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 हिँड्ने हौ आमै आफै पल्टन्थ्यो हौ खादुवा लगाइदिइहाल्ने हौ खादुवा चाहिँ फेरि त्यो होइन नि फेरि हौ बुझ्यो होला नि तर बन्दुकै जान्थेन नि बन्दुकबाट गोली त जान्थ्यो निस्किन्थेन हौ बिचमै अड्किन्थेन हौ त्यतिखेर पनि थियो है त्यो बुझ्यो होला नि हौ लागे बुझ्नुपर्छ है केटा मान्छे केटा हो होइन नि ऊ होइन तिमी नहुने तिमी जस्तो केटी कस्तो जतिको उसले टाइम दिन्छ नि म त्यो भन्नु माया त म धेरै गर्छु तिमीलाई त 20,000 किन चाहियो तिमी त अलरेडी मेरो पैसा प्रसन आगो लागेको छैन के भयो बिस हजार दिने कुरा गर्दैछ त जबलाई चाहिँ कहिले नपुग्दो रहेछ अगाडि यति राम्री राम्री केटीहरूको बिचमा बस्नु पाउँदाखेरि पनि पछाडि नै हेर्नु पर्ने थियो भने तिमीहरूको आँखा त बुझ्छु म त्यही भएर पछाडि अगाडि अगाडि हेर अगाडि उनीहरूको त आँखा घुचुक्नु हुन्छ नि यस्तोमा होइन मलाई हेर्छ नि उनीहरूले म चाहिँ तिमीलाई हेर्छु केटाको झन् किन हाम्रो त हुँदैन नि घुचुक्नु होइन बुढामा हुन्छ नि त तिमीलाई मैले के नगर्नु न बुढी तिमीलाई 20,000 दिन्छु भनेको तिमीले मलाई फकाएन त्यो सुनको त्यसको फोटोमा क्युट देख्दैछ तिम्रो त आँखामा माया मलाई 10,000 पनि तिम्रो मलाई 1 रुपियाँ पनि छैन तर तिम्रो यो जति नै गर म फर्किँदिन जति नै ट्राई गर्दा पनि म ट्राई कहाँ गर्छु किनभने मेरोमा माया पनि छ 10,000 पनि छैन मेरोमा 10,000 यहाँ आउँदा हौ बिन्नी त बेसी बोलेको जस्तो लाग्यो छिटो तिमीलाई डिभोर्स दिएको मैले डिभोर्स आज के भन्छ बिनीजालाई फेरि जेलस भइदिएछ फेरि उता फर्किहाल्छ बिना ए बिना 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 यो चाहिँ बाइ चान्स युट्युबमा हाल्ने हो मेरो बुढाले झरे हेपे मलाई पनि फाल्छ मेरो यहाँ कडङ दब्रिसक्यो हमेशा खाली छ उतापट्टि चाहिँ के हो फेरि आँखा पछाडि के हुनु थालिसक्यो आँखा पछाडि के भइसक्यो त्यहाँ गरेर मैले कलेज पढेको जानिन्छ होला के छ तिमीलाई म सुन्दैन याद तिमी मेरो मनमा बसिसक्यो माया जुनले टाढालाई छोड्नु सक्छ जुन
हमेसा उज्यालो हुँदैन कहिले उकालो हुन्छ तिमीलाई अन द कारमा म उज्यालो दिनेवाला छ तिम्रो माया आरिस नगरौँ आरिस बस्ने माया आज अर्की म यतिजना फ्याक्ट्री बोल्छु कि म अलग्गै सोच्दा अप्ठ्यारो बिहाको फोटो छैन रहेछ होइन रहेछ जोतेको रहेछ होइन केटीहरूले गर्दैन ह्याप्पी म्यारिड लाइफ साह्रै छिटो गर्नुपर्छ भाग्यले त जुराउँछ तर साह्रै ढिलो जुराएछ बिहा गरेको मैले बिहा गरेर मेरो कुरा त औँठी खुवाए भगवान् सुनको औँठी लगाउँदिन यो त मैले चाँदीको बनाएको मैले सुनको लगाउँदैन किनभने अहिले होइन यो चाहिँ बिहाको होइन नि त भगवान् बिहाको औँठीको यता लगाउँछ त यो त मैले आफै कस्तो नपत्याएको नि फोटो पत्यायो होइन अब त बुढी तिमी नै अफसोस म पनि म्यादिने हो नि तपाईँ भयो हामी बिहा गरेको केटी हेर्दैन हामी बिहा गरे केटीहरू अब यो कुरा जिन्दगी बिताउने जिन्दगी बिताउने बिताइ पो हाल्ने हो अहिले ठिकै छ तिमी के भन्नु भन्नु पर्छ ए सुन सुन्यो आगो लाग्यो डबल पाठ खेल्दैछ मसँग पनि ठिकै भनेपछि त के हो टिभी हो सञ्जय 15 दिन तिमी राख 15 दिन म राख्छु होइन म त राखेँ तिमीले पनि राखिदिन्छु होइन अघि भएर त के यो त भगवानले अहिले बाँच्नै मर्ने मैले भनेको ठिकै हो नि केटीमाथि पनि ट्रस्ट नगर हो अब निको नि बुढा केटामाथि आगो लाउने मैले रिसेका ल्याउनु मेरो कान्छी बुढी केटी बुढी पनि गइहाल्यो कान्छी बुढी पनि गइहाल्यो केटीहरू भने चाहिँ कस्तो हो भने चाहिँ नि हेर्दा कालो उनीहरू तर कालै हुन्छ नि जसरी पनि कालो लाग्छ यो मैले पहिलोचोटि सुनेको होइन गुन्डाजी फौजमा हेर्दा कोपीलाई देख्छ मजाको के हो फुल फुल छ होइन खारा पनि हुन्छ नि त्यो नि पडलको आगो सुनेको होइन अलिकति आगो लाउनु अब हामी होला ह्यान्डसम केटा भेट्यो त भन्छ हो त्यहाँदेखि के हो गुन्डिनी हो गुन्डिनी बिहा गरेको बुढीलाई चाहिँ के भन्छ
अनि बिहा गरेको ठिकै छ नि उनीहरू ह्याप्पी म्यारिड लाइफ अनि उनीहरू के भन्छ आफ्नो बुढा भन्दा अर्काको बुढा राम्रो देखिन्छ अहिलेको त्यो त ट्रेडिसनल फेसन हुनु अहिले आफ्नो बुढी अर्काको बुढा राम्रो देखिन आफ्नो बुढा त अम्रे बुढी देखिहाल्छ अर्काको बुढी रिची पर्छ हो आफ्नो बुढा रिची पर्छ थाहै हुँदैन नि उनीहरूलाई बिहा गरेर ती केटाले छोडेर बुढा म त बसिसु भन्नु तिमी होइन के बज्दैछौ सुन्दैन त अलिक मिलाउँछ त्यसलाई डिभोर्स गर बिचराको यता बिहा गरेको रहेछ होइन बिहा गरेको कति भयो राम्रो ठिकै छ बिहामा बोलाइन बाह्र लगाइदिन्छु होइन विथ फ्यामिली सबै मिल्दै नै अब दुईजना केही रजामन्दीले नै बिहा गरेको त बिहा चाहिँ गरिदिएको चाहिँ छैन अब गरेको अनि हामी यसो ह्यान्डसमलाई भनेकै बेस्ट हो नभए थाहा हाल्दैन नि त भनेको नि केटीहरूको जहाँ उचुकमा आउँछ केटा पाए कि बिहा पाए जिन्दगीमा छ नै रमाइलो केटाहरू सिम्पलै मोड्ने छ हो म पनि हामी हो के म ह्यान्डसम छुइनँ ह्यान्डसम छुइनँ के म ह्यान्डसम छैन र ह्यान्डसम छुइनँ ह्यान्डसम छौ नि ह्यान्डसम छु के म ह्यान्डसम होइन र मैले केटी किन पाउँदिनँ तिमी रकी दिवसको बोली मैले देखेको तिम्रो जिन्दगीमा एकैछिनमा हड्डी ए मासु भन्दा कता हड्डीमा पर्छ भन्छ नि मासुभित्र त हड्डी हुन्छ नि गाईले थामिन्छ कहाँबाट धुनु अन्त होइन हाम्रो बिल्डिङ बुझ्दैन हो यो केटीहरूले के भएको हामीले त्यो केटीलाई पठाउन लागि 1 वर्षदेखि फलो वर्ष हो बिचमा प्ल्याटफेर गइदिन्छ अरे हो केटीहरू मिल्दैन हौ हामीसँग हामीले अब हामी काले छ भने त यस्तो भनिदिइहाल्छ तिमी त बेस्ट फ्रेन्ड हो नि र छोरी भन्छ अलिकति राम्रो केटा देख्यो नि तिमी त लाउँछु अब यस्तो हो कि अब त्यो अघि के दिएको होइन म देख्छ हो आज हो कि बु अब हामी नाम्चीबाट गयो गान्तोक होइन ड्रामा गर्नु गयो अब हामी अब हामी चाहिँ अब मैले भन्नु भने 1 दिनमा प्र्याक्टिस गरेँ बुकहरूले 2 दिनमा होइन अब हाम्रो एक्सपेक्टेसन कस्तो थियो अब एमजी मार्क वाउ खुल्ला गर्छु भन्ने थियो मेरो सोच धेरै थियो तर मनमा लाग्यो पाउनु पाएन होइन केही छैन तर पनि अब हामी इन्जोय गऱ्यो नि तर मन दुख्यो नि के म मन दुख्यो भन्दा चाहिँ बिहा गऱ्यो भने प्रज्ञाले बिहा गऱ्यो भने खाना त खाना पनि दिएँ कि नुनकोडा दिने हो यहाँ मेरो नुन आएको छ नि छु
एक रोल थियो कि रोल भन्नु त्यो एक रोल हो कि दुईटा रोल भन्नु भन्दा छैन हौ मेरो एक रोल हो के थियो यो पानी दियो यो खालको अब केही छैन अब हामीले इन्जोय गर्यो मजा आयो होइन औला के हो हौ हामी 1914 मा थियौँ हौ 1914 मा हौ नेपालको टापुमा बसेको थियो हौ माथिबाट चिनियाहरूले हौ गुटुङ टुङ 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 हौ बन्दुकहरूको गोलीहरूको वर्षा गऱ्यो हौ हामी 3 जना थियौँ हौ 2 जना मरे तर भन्नै पर्यो हौ हामी 3 जना हौ त्यो बोजूले दिएको दिन पानी वक्सिएर हौ त्यो छुट्टी खाँदै थियो हौ माथिबाट चिनियाहरू आयो हौ टुङ गर्नु थाल्यो हौ हामी त त्यो छोडेर भाग्यो हौ भाग्दा 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 हौ एउटाले त गोली फङ्कै भेटी गयो हौ अर्कोले पनि मेरो अगाडि कुद्दै थियो हौ त्यसले पनि भेट्यो हौ म त यसो तस्तो गर्दा बाबुले गुफातिर पुग्यो हौ यो गोली बारु त हौ जति खाइन्छ होला त्यो बोजूले दिएको दिन पानी र त्यो 3टा सिफ्टी त हौ खानु पाउँदैन भनेर फेरि उकालोतिर गयो हौ आयो गोर्खे भन्ने गयो हौ माथि पुग्दा त्यो जग्गामा त हौ धन्ना त्यो दिन पानी रक्सी र त्यो 3टा सिफ्टी चाहिँ खाइदिएको छैन हौ यसो निकालेर खायो हौ त्यो 3टा सिफ्टी खायो हौ माथिबाट हेलिकप्टर गर्दै आयो हौ कोप आएछ हौ यसो खुकुरी निकालेर यस्तो हेरेको हौ सब्बास भनेर हौ जस्तो दिएको हौ तोकमा पो दिएछ हौ सुन्नुहोस् है त मेरो तोकमाको कथा अब के को गाईले थामिन्छ कहाँबाट धुनु अन्त होइन बुझ्दैन हाम्रो बिल्डिङ बुझ्दैन हो यो केटीहरूले के भएको हामीले त्यो केटीलाई पठाउन 1 वर्षदेखि फलो वर्ष हो बिचमा प्ल्याक्टेर गइदिन्छ अरे हो केटीहरू मिल्दैन हौ हामीसँग हामीले अब हामी काले काले छ भने त यस्तो भनिदिइहाल्छ तिमी त बेस्ट फ्रेन्ड हो नि र छोरी भन्छ अलिकति राम्रो केटा भेट्यो नि तिमी त बेस्ट आज कि बु अब हामी नाम्चीबाट गयो गान्तोक होइन ड्रामा गर्नु गयो अब हामी अब मैले भन्नु एक दिनमा प्र्याक्टिस गरेँ बुकहरूले 2 दिनमा होइन अब हाम्रो एक्सपेक्टेसन कस्तो थियो अब एमजी मार्क वाउ खुल्ला गर्छु भन्ने थियो मेरो सोच धेरै थियो तर मनमा लाग्यो पाउनु पाएन होइन केही छैन तर पनि अब हामी इन्जोय गऱ्यो नि तर मन दुख्यो नि के म मन दुख्यो भन्दा चाहिँ बिहा गऱ्यो भने प्रज्ञाले बिहा गऱ्यो भने खाना त खाना पनि दिएँ कि दिने हो यहाँ मेरो माथि छ नि छु त्यो एक रोल थियो कि रोल भन्नु त्यो एक रोल हो कि दुईटा रोल भन्नु भन्दा छैन हौ मेरो एक रोल हो के थियो यो पानी दियो यो खालको अब केही छैन अब हामीले इन्जोय गर्यो मजा आयो होइन औला के हो हौ हामी 1914 मा थियौँ हौ 1914 मा हौ नेपालको टापुमा बसेको थियो हौ
माथिबाट चिनियाहरूले हौ गुटुङ टुङ 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 हौ बन्दुकहरूको गोलीहरूको वर्षा गरे हौ हौ हामी 3 जना थियौँ हौ 2 जना मरे तर भन्नै पर्यो हौ हामी 3 जना हौ त्यो बोजूले दिएको 3 पानी वक्सी र हौ त्यो छुट्टी खाँदै थियो हौ माथिबाट चिनियाहरू आयो हौ टुङ गर्नु थाल्यो हौ हामी त त्यो छोडेर भाग्यो हौ भाग्दा 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 हौ एउटाले त गोली फक्कै भेटी गयो हौ अर्कोले पनि मेरो अगाडि कुद्दै थियो हौ त्यसले पनि भेट्यो हौ म त यसो तस्तो गर्दै भए पनि गुफातिर पुग्यो हौ यो गोली बारुद त हौ जति खाइन्छ होला त्यो बोजूले दिएको 3 पानी र त्यो 2-3टा सिक्टी त हौ खानु पाउँदैन भनेर फेरि उकालोतिर गयो हौ आयो गोर्खे भन्ने गयो हौ माथि पुग्दा त्यो जग्गामा त हौ धन्ना त्यो 3 पानी रक्सी र त्यो 3टा सिक्टी चाहिँ खाइदिएको थियो हौ यसो निकालेर खायो हौ त्यो 3टा सिक्टी खायो हौ माथिबाट हेलिकप्टर गुटु गर्दै आयो हौ कोप आएछ हौ यसो खुकुरी निकालेर यस्तो हेरेको हौ सब्बास भनेर हौ जस्तो दिएको हौ तोकमा पो दिएछ हौ सुन्नुहोस् है त मेरो तोकमाको कथा अब के को हौ पारा त्यो जबले देख्नु भएको छ नि पारा त्यो अर्जुन छ नि पारा महाभारत पारा त्यो अर्जुनले चाहिँ यस्तो गरेर नि पारा चराको आँखा देख्छ अरे कि पारा मैले चाहिँ यस्तो गर्दा चाहिँ पारा के देख्छु पारा यहाँ चाहिँ म सुतिरहेको थिएँ हौ 12 बजेको थियो हौ नाति केटाले त हौ बच्चा कि बच्चा भन्छ हौ त्यहाँबाट त म त हौ आयो हौ गोर्खे भनेर गएको त हौ पब्जीको खेल्दैछ यो चुटिया नाति त हौ पब्जी पो खेल्दैछ हौ के गेम आयो हौ आमामामाम हामीले त पहिला बन्दुक पनि देखेको थिएन अहिले त फोनमै भुटु गर्छ हौ तिमी पनि बिचिन आउँदैछौ है रिस उठ्यो भने हौ त्यो तारके सरको त्यो हेलिकप्टर म भत्काइदिन्छु नि भत्काएपछि त सकिएको नि हौ हाम्रो समयमा त हौ धेरै राम्रो थियो हौ हौ केटीहरू लतक खिन्ने हौ आमै आफै पल्टन्थ्यो हौ खादुवा लगाइदिइहाल्ने हौ खादुवा चाहिँ फेरि त्यो होइन नि फेरि हौ बुझ्यो होला नि तर बन्दुकै जान्थेन नि बन्दुकबाट गोली त जान्थ्यो निस्किन्थेन हौ बिचमै अड्किन्थेन हौ त्यतिखेर पनि थियो है त्यो बुझ्यो होला नि हौ लागे बुझ्नुपर्छ है केटा मान्छे केटा हो आयो सल्युट ओके ब्रदर बाई बाई